सो हे गाइज वेलकम टु ब्याक माई न्यू भिडियो। तपाईँहरू सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा। सायद तपाईँहरूले थम्बनेल र टाइटल देखेर नै भिडियोको बारेमा थाहा भइसक्यो होला तपाईँहरू सबैजनालाई आई थिङ्क होइन। अब हाम्रो त्यही रिजल्ट आइसक्यो गाइज होइन। हाम्रो रिजल्ट आएको अस्ति नै 4-5 दिन भइसक्यो। अनि मैले भिडियो बनाइसकेको थिएँ, बनाएको भिडियो अनि अघि बिहानतिरै भिडियो हाल्थेँ, रिमुभ भएछ क्या भिडियो, रिमुभ भयो किन खै कुनी युट्युबले रिमुभ गरिदियो। अब अनि त्यही भएर मैले फेरि नआउनु गएको थियो। अनि फेरि सोच्यो फेरि बनाऊँ कि जस्तो लाग्यो, फेरि अहिले त्यही भएर बनाएको नि भिडियो चाहिँ। अनि हाम्रो रिजल्ट चाहिँ आइसक्यो हाम्रो स्कुलको। अनि हाम्रो 11 क्लासको रिजल्ट आइसक्यो। 25जना पास र 15जना फेल भएको छ, 15जना फेल छ। अनि फेलमा म पढ्छु कि नै बा पासमा पढ्छु, म पास हुन्छु बा म फेल हुनसक्छु है। अब म तपाईँहरूलाई हाम्रो रिजल्ट 11को रिजल्ट देखाउन चाहन्छु। अब फेल भयो भने म कति विषय ल्याएर फेल भएँ, पास भयो भने म कति जिपे ल्याएर पास भएँ होइन। अब यही बारेमा म तपाईँहरूलाई भन्न चाहन्छु। अगाडि चाहिँ म चाहिँ पास भएको छु। अनि मेरो त्यही 2.178 आहा जिपिए। म तपाईँहरूलाई मलाई साथीले हालिदिएको थियो मेसेन्जरमा, त्यो के अरे रिजल्ट हालिदिएको थियो साथीले, मेरो साथीले। अनि साथीले हालिदिएको थियो। अनि म त्यही त्यो तानेर अब तपाईँहरूलाई म पुरै फोन छ नि, लाइक फोन स्क्रिनमा देखाउनेछु। अब हेरौँ गाइस, अब कतिजना, अब को फर्स्ट भयो, को सेकेन्ड, को थर्ड, म कति नम्बरमा आएँ है, सबै चिजहरू तपाईँहरूलाई म अब टक्क फोन स्क्रिनमा देखाउन चाहन्छु। सो गाइस, हामी चाहिँ अहिले मोबाइल स्क्रिनमा आइसक्यौँ होइन। अब म तपाईँहरूलाई अब हाम्रो रिजल्ट देखाउँछु के कस्तो भयो है। मैले त्यही टक्क तानिरहेको छु मैले चाहिँ भिडियो फोटो यिनीहरू हुन्छ। मेरो नाम कविराज मगर, मेरो रियल नाम त कविराज मगर। मेरो 2.178 आयो। अब म तपाईँहरूलाई फर्स्टको, सेकेन्डको, थर्डको होइन, फोर्थको त्यसमा देखाउँछु म। मैले त यहाँ सबै जिपे टक्क लेखेर सर तलसम्म होइन। फर्स्टै कृष्णा बिक यहाँनिर छ, कृष्णा कुमारी बिके 3.93। अनि सेकेन्ड छ मनिषा मगर 3.363। अनि थर्ड छ निशा प्रथकी 3.022। अनि फोर्थ छ सबिन भट्टराई 2.919 छ है, 919। अनि गाइस म चाहिँ गाइस 18 नम्बरमा चाहिँ म त्यस्तो ट्यालेन्ट छैन, त्यही भएर 18 नम्बरमा छ। यहाँ 18 नम्बर हेर्न सक्नुहुन्छ तपाईँहरू। अनि यहाँ पनि म यहाँ चाहिँ छैन रहेछ 18 नम्बरमै, म 2.178 आहा। अब ठिकै हो एक्जाम, अब राम्रै भयो भन्दा हुन्छ। अब के भन्नु र, हामीले अरू त राम्रै भयो एक्जाम। अब नाम धन्दानुपर्छ एक दिन। अनि हाम्रो गाउँबाट चाहिँ एक्जाम दिनु 7जना थियो, 7जना मध्ये 4जना फेल, 3जना पास, 4जना पास 3जना फेल भए। 4जना केटा पास भएको छ, केटी पास भएन। 2जना केटी थियो, 2 केटी फेल भयो। अनि एउटा केटा थियो, 2 केटा फेल भयो। मेरो केटा मेरो दाइ हो। अनि हाम्रो स्कुल नाम, हाम्रो क्लासको, हाम्रो पढ्ने विद्यालयको नाम चाहिँ श्री देउराली माध्यमिक विद्यालय छ। अनि त्यो दुम्लेमा चाहिँ हाम्रो गाउँबाट 2 घन्टासम्म लाग्छ जान। 40जना मध्ये 15जना फेल भयो। अनि 25जना पास भएको छ। अब के हो त, अब के अरे नाम यहाँ के भनेको छ यहाँ 11मा अध्ययनरत तर्फबाट आएन याद गर्नु रहेछ। नतिजामा नाम नभएका छात्रहरूको नतिजा प्रकाशन विविध कारणवश रोकिएको हुँदा विद्यालयमा सम्पर्क गर्न जानकारी गराइन्छ। अब जो फेल भएको छ तीहरू चाहिँ अब ती नै जानुपर्छ अनि के जानुपर्छ। अब हामी चाहिँ पास भयो, ढुक्क भयो, हामी 12 नाम पर्ने। अनि हाम्रो 12 स्कुल चाहिँ असार 1 गतेदेखि लाग्छ। अब नाम लेखाउनु कहिले हुन्छ हाम्रो चाहिँ थाहा छैन एक्ज्याक्ट।
यही गाइस हाम्रो रिजल्ट यही नै हो रिजल्ट हाम्रो। सो गाइस तपाईँहरू सबैले देख्नुभयो हाम्रो रिजल्ट, म त्यही 18 नम्बर 7 पछाडि भएर 7 मा भएछ। कस्तो गाह्रो अब हेर्नु, कस्तो चप भन्दा पनि ठिक हो। अब स्कुल पनि त म 1 महिना गएको थियो होला, अनि त्यहीमा चाहिँ किताब नभएको, नपढेको, नबढी लेखेको, त्यही कपीको घरमा मात्र त्यो मौखिक भएर मात्र पास भएको छ, मौखिकको भएर मात्र। अब मैले त 2.178 फर्स्ट उतै हो तपाईँको, सेकेन्ड हामीसँग बस्ने हाम्रै क्लासको हाम्रै नार्पानीको सेकेन्ड भयो, थर्ड उतैकै, फोर्थ उताकै, हामी त गाउँका के भन्नु। अब ठिक रिजल्ट तपाईँले सबैले देख्नु भइसक्यो हाम्रो 11 को रिजल्ट। अब हामी फेरि अब आजको लागि भिडियो यति नै, हामी फेरि अर्को भिडियोमा मिल्ने छौँ। ल